आज सालको पात टिप्न आइरहेछौँ यी यतिजना भएर टक्क कोही बुटा हेर्दैछन् सालका पात हामी घुमिरहेछौँ जङ्गलमा यी हात यस्ता छन् यी हामी कहाँ आइयो थाहै छैन हामी सालको पात टिप्दै टिप्दै आएको जङ्गलमा म लोटेर घाइते भएँ खुट्टो काटो झ्याप्प त्यही पनि हिँडिरहेको छु माथि माथि कता हो जाने हो थाहै छैन मेसै छैन नआएको बाटो आइरहेछौँ म चाहिँ फर्स्ट टाइम आएको हो हामीलाई यस्तो बाटोमा फसा यस्तो राम्रो राम्रो पाइन्छ हाम्रो जडीबुटी हाम्रो जडीबुटी हो यो ओ दिदी दिदी ओ हेलो मेरो यहाँ ब्रेक त हसिया उता पनि हेर्न सक्नुहुन्छ नाचिरहनु भएको छ हेर्नुस् कति राम्रो जङ्गल छ हाम्रो अन्तर्राष्ट्रिय जङ्गल हो यो हजुर के लाउनु एउटा चिन्थो बाटो त पुरा यस्तो छ है यस्तो बाटो गइरहेछौँ हामी अझै माथि माथि जाने हो यो चाहिँ आगो लाएको वन हो अहिले चाहिँ सुकेर यतिको हरियो भइरहेको हेलो गाइस म माथि आइसकेको छु यस्ता पात छन् भनेर दुःख दिने हामीलाई औडा हान्ने डिस हान्ने यस्तै यस्तै हो भने हामी कलप्स हानिदिन्छौँ फेरि लाउनु ए के भन्छ सिम्ठा हो कि के हो हामी यस्तै त हो नि हो जुम नहुने रहेछ त भिडियोमा धेरै पछि जङ्गल आएको पातेर नि त माथि त छोइ पात यही यसलाई भन्छ पात हो यी दुईटीले झुट बोलेर दुःख पाइयो दुईटीले गर्दा झुट बोलेर यत्रो माथि आइयो लास्टमा एउटा पात पनि पाइएन त्यो के भन्छ झारपात हो त अब हामी घर फर्किँदै के भन्छ घर फर्किने क्रममा छौँ क्रममा कठै अनि नदेखिकन किन बोलाएको त म टाउटाउ खान्न फेरि मलाई यस्तो हेपे गाइस अब गुखा भन्न लागिसक्यो मलाई के भन्नु अब हाम्रो जङ्गल कस्तो लाग्यो गाइस तपाईहरुलाई अनेकको जङ्गल छ जान्न परेन अनि त्यसले मैले बिस्कुट लिन आइजा भने मैले सुठी आने भने उहाँ तल के भन्छ सुन्छन् भने फेरि झक्ला साथी दिन्छ
के कसको पार बढी ल ल कसको पावर ल हानौँ न त सिटी हानौँ हानु त ल मलाई सिटी मलाई त्यस्तो उहार नआउन्न मलाई सिटी हान आउन ल तिमी उहार म सिटी हान्छु उसको पावर ल त्यति हो राम राम सुन्यो होला न तल काने टिनिनिनि नअरे मेरो यार छ्या कुरो बासेको त सुनिँदो रहेछ म सुठी हानेको सुनिएन होला त ए सिटी बजाएको ठुलो अनि